लसु फ्यापुला छ्याजलो जोजोलापा खामरिमो सेवानी सेवारो है पाङमान भनेको भन्दै सिक्किम पाकिङ डिस्ट्रिक्ट तिनधारे भस्मेको बिबिथिङ च्याङ्बाबाट फेरि पनि तपाईहरुलाई नयाँ लेसनको भिडियो लिएर तपाईहरुको अघि है म आइसकेको छु र आजको भिडियो निकै इम्पोर्टेन्ट रहेको छ र यस्तो भिडियो तपाईहरुलाई हाम्रो आसामको एकजना स्याङदेन बहिनी हुनुहुन्छ लामेन्दो है उहाँको च्यानल रहेको छ लासो आसाम अफिसियल युट्युब च्यानलमा तपाईहरु गएर त्यहाँ यो च्यानललाई तपाईले टाइप गरेर हेर्न सक्नुहुनेछ र के रे फुर्बादोङ जो हुनुहुन्छ जो चाहिँ दार्जिलिङ हुनुहुन्छ उहाँको पनि एउटा आकीको जीवन एउटा च्यानल छ त्यसबाट पनि तपाईले सिक्न सक्नुहुनेछ र भन्दै आजको मेरो यो एउटा लेसन तर्फ लागे है र आजको लेसन चाहिँ कस्तो मैले तयारी गरेको छु भने आमा र छोरी है आमा र छोरी अब बिहानै उठेपछि अब आमा र छोरीको एउटा गफ हुन्छ अब कस्तो गफ हुन्छ यो एउटा त्यो गफ बारे कुरा बारे मैले यहाँ एउटा लेसन तयारी गरेको छु है अनि आमा थेन जामे भनेको चाहिँ आमा र छोरी अब रको शब्द थेन रह्यो है आमा र छोरी भनेपछि छोरीको चाहिँ छोरीलाई त जामे भनिहाल्छ है आमा थेन जामेला ताम है छोरी मुला है लु अब हेर्नुहोस् अब बिहानै आमा छोरी उठिसकेपछि अब जहिले पनि त आमाले छोराछोरीहरूलाई है केही न केही सानो कामहरू अराउने गरिन्छ है त्यसले गर्दा सुन्नु ल म सिधैतर्फ भिडियोतर्फ लागे जेठी छोरी उठा भन्दाखेरि हामीले आफ्नो भाषाबाट तपाईहरुले आफ्नो नानीहरूलाई भन्नुपर्दा के भन्नु पर्यो माइथेबा रेगो रेगो भनेर भन्नु सकिन्छ अनि उता छोरीले अब फेरि छोरीले एन्सर दिन्छ उड्दैछु आमा भनेर चाहिँ अब दिँदैछ उता छोरीले फेरि अब उड्दैछु आमा भनेर चाहिँ अब त्यसलाई तामाङ भाषाबाट कसरी भन्न सकिन्छ रेबन मुला आमा भनेर हामीले भन्न सकिन्छ है अब त्यति भनिसकेपछि आमाले फेरि के भन्छ अब है आमाले फेरि केही भन्नु पर्यो नि छोरीलाई अब उठ्दैछु अरे अब छोरी उठ्दैछु भनिसकेपछि आमाले भन्नु पर्यो घर बडल कुडल गर भनेर चाहिँ भन्नु पर्यो नि है आमाले फेरि छोरीलाई त्यो अब घर बडल कुडल गर भन्दा चाहिँ हाम्रो तामाङ भाषाबाट कसरी भन्नु पर्यो धिम घरलाई चाहिँ धिम पनि भन्छ कतिले दिम पनि भन्छ है जुनै शब्द लाएर पनि हामीले सेन्टेन्समा बोल्न सकिन्छ धिम साङसिङ लाउ भनेर भन्न सकिन्छ अब घर बडल कुडल गर भन्दा चाहिँ धिम साङसिङ लाउ भनेर छोरीलाई अब भन्दैछ है र अब छोरीले के भन्दैछ फेरि कुचो कहाँ छ आमा भनेर भन्दैछ है छोरीले फेरि हो यसरी अब के अरे हामीले के अरे बात गर्न सकिन्छ नि त घरमा कुचो कहाँ छ आमा भनेछ अब त्यसलाई हामीले तामाङ भाषामा कसरी भन्न सकिन्छ फ्या खाइ मुला आमा भनेर भन्न सकिन्छ अथवा फ्या खानाङ मुला आमा भनेर पनि हामीले भन्न सकिन्छ अब यसरी हामी गफ गर्न सकिन्छ है आमा छोरी अथवा आपा छोराहरू अनि अब फेरि आमाले भन्दैछ कुचो घरभित्रै छ भनेर भन्दैछ है आमाले अब त्यसलाई फेरि तामाङ भाषाबाट के भन्नु पर्यो फ्या धिम नाङ्रिन मुला भनेर भन्न सकिन्छ हामीले अथवा फ्या दिम नाङ्रिन मुला भन्दा पनि सकिन्छ है त्यो कुरा एउटै हो र त्यति बेला आमाले कुचो घरभित्र छ भनेपछि छोरी बोल्दैछ पर फेरि हो पल्लो घरमा बोल्दैछ के भन्दैछ त छोरीले मैले त देखिनँ आमा भन्दैछ अब हो आएको फेरि छोरीको कुरा हो अनि मैले त देखिनँ आमा भन्दैछ मैले त देखिनँ आमा भन्दालाई चाहिँ तामाङ भाषामा गाइसे मि आम्राङ्नी आमा भनेर भन्दैछ मैले त देखिनँ आमा भन्दैछ होइन गाइसे मि आम्राङ्नी आमा मैले त देखिनँ अब यसरी भन्न सकिन्छ यसलाई तपाईँले दुई तिनपल्ट तपाईँले यसलाई रिपिट गरिदिनु भयो भने तपाईँहरूलाई छर्लङ्गै भइहाल्छ यसमा है त त्यस्तो साह्रो अप्ठ्यारो केही छैन भाषा अनि आमा भन्दैछ फेरि यही छ त देखिन भनेर आमा कुदेर गएर अब आमाले छोरीले कुचो नभेटाएपछि आमा कुदेर गएर आमाले खोजेर अब निकालिसक्यो यही छ त देखिन भनेर भन्दैछ अब हो अनि त्यसलाई चाहिँ तामाङ भाषा के भन्नु पर्यो चुरिन मुला आम्राङ्नी भन्दैछ अब यही छ त देखिन भनेर चाहिँ भन्न सकिन्छ नि आमाले यसरी अब आमाले त्यसरी भन्दैछ अब छोरीले के भन्छ फेरि छोरीले अब कुचो पाइल्यो त्यहाँदेखि के अब अनि मलाई दिनुहोस् कुचो भनेर भन्दैछ है छोरीले आमालाई मलाई दिनुहोस् कुचो यसलाई कसरी भन्नु पर्यो तामाङ भाषामा न्यादा पिन्सी नाङ्गोले आमा भनेर यसरी भन्नु सकिन्छ
अनि अब फेरि आमाले भन्दैछ छोरीसँग है, छोरीसँग फेरि बोल्दैछ घरबाडाले सक्यो भनेर भन्दैछ नि है आमाले। अब योलाई चाहिँ फेरि कसरी भनिन्छ त हामीले तामाङ भाषामा धिम साङ्सी जिन्जी भनेर भन्न सकिन्छ। कति मिठो है, कति सजिलो छ, कति सरल छ। अथवा दिम साङ्सी जिन्जी भनेर पनि भन्नु सकिन्छ है। अनि उता छोरी भन्दैछ फेरि छोरीले बडाले सकेको छुइनँ भन्दैछ आमाले, छोरीले है परबाट फेरि हो। त्यसलाई बडाले सकेको छुइनँ भनेर चाहिँ फेरि त्यो तामाङ भाषामा कसरी भन्नु पर्यो साङ्सी जिन्बा आरे भनेर चाहिँ छोरी बोल्दैछ है परबाट। अनि फेरि आमाले भन्दैछ छोरीलाई अहिलेसम्म घरबाटै सकेन भनेर दिँदैछ नि आमाले परबाट है। फेरि अहिलेसम्म घरबाटले सकेन भनेर आमाले दिँदैछ। त्यो शब्दलाई चाहिँ त्यो वाक्यलाई चाहिँ अब कसरी बोल्ने त तामाङ भाषामा दान्दे दोना धिम साङ्सी जिन्बा आरे भनेर अब हामीले त्यसरी भन्नु सकिन्छ है। कसरी छ त दान्दे दोना धिम साङ्सी जिन्बा आरे भनेर आमाले भन्दैछ है। अनि पर छोरी बोल्दैछ फेरि छोरीले के भन्दैछ बडाले सक्नु आँट्यो भनेर चाहिँ भन्दैछ। अब हो बडाले सक्नु आँट्यो आमा भनेको होइन, साङ्सी जिन्दे लाजी भनेर भन्न सकिन्छ हामीले। यति सजिलो छ, यति सरल छ होइन। र आजलाई यति नै। र तपाईँहरूले यो भिडियोलाई तपाईँले मन पराइदिनु भयो भने अनि जति पनि यो भिडियोसँग तपाईँहरू जो नयाँ यो भिडियोसँग नयाँ जोडिनु हुने छ भने तपाईँहरूले पनि लाइक सेयर सब्सक्राइब गरेर मसँग जोडिनुहोस्, ताकि तपाईँहरूलाई भोलिको दिनमा 2 शब्द भए पनि एउटा सिक्ने अवसर पाउनुहुन्छ, मौका पाउनुहुन्छ एउटा है। तपाईँहरूलाई है मेरो 2 शब्दको ज्ञान बाँड्दै आजलाई यति भन्दै लासो थुचेम।